सदस्य पाएकै भरमा आउनुभयो। अब तपाईँ सँगसँगै केन्द्रीय सदस्यलाई एउटै हैसियतमा हेर्ने हो भनेदेखि केन्द्रीय सदस्य अरू कोही चिया बेच्ने हुनुहुन्छ, कोही 4-5 दिन माइतीघर मण्डलमा उभिएका नेताहरू पनि हुनुहुन्छ, राष्ट्रसभाको केन्द्रीय सदस्यहरू निकै सस्ता भए त्यो पनि हुन पाइँदो रहेछ। तपाईले भनेको जस्तो हो, तपाईले केन्द्रीय सदस्यमा यति धेरै लालायित भएर आउनु हो। तपाईले अहिले भनेको जस्तो राष्ट्रिय स्वतन्त्र पार्टीमा चिया बेच्ने छन्, जुत्ता बेच्ने छन्, चामल बेच्ने छन्, सामान्य डोकोको भाँडाकुँडा बेच्ने छन्। तर कांग्रेसमा हेर्यो भने कोही देश बेच्ने छन्, कोही आमा बेच्ने छन्, कोही बालवाटार बेच्ने छन्, कोही व्हाइट बडी नै बेच्ने छन्, प्लेन चढ्दाखेरि चक्लेट खाने हो सिँगै प्लेनै खानेहरू छन् त्यहाँभित्र, कोही वाइनसम्म खाने हो सिँगै प्लेन खाने, व्हाइट बडी खाने पनि त्यही छन्, बालवाटार खाने पनि त्यही छन्, यो चाहिँ गृहबन्धु खाने पनि त्यही छन्। त्यसैले त्यसै बेच्ने भन्दा चिया बेच्ने त राम्रै होला। एउटा कुरो पाउनुहोस् है मेरो प्रश्न, अब सके पाउनुहोस् है। एउटा कुरो चाहिँ त्यसैले देश बेच्ने आउनु भन्दा चिया बेच्नेहरू आउनुहोस्, इज्जत बेच्ने पाउनुहोस् है, मलाई सकाउन दिनुहोस्। झगडा गरे जस्तो भन्दा नि क्वेसन एन्सर गरौँ फेरि यसलाई। इज्जत बेच्नेहरू आउनु भन्दा कम्तीमा चाहिँ आफ्नो प्रतिभा बेच्नेहरू आउनु भयो भने एउटा पार्टी चल्छ। एउटा कुरा अर्को तपाईँले भन्नुभयो उताको सभापति यता आएर केन्द्रीय सदस्य मात्रै हुनुभयो भनेर भन्नुभयो। नेपालको 100 रुपियाँ अमेरिका लग्यो भने कति रुपियाँ हुन्छ? कति रुपियाँ हुन्छ होइन? कहिले काहीँ के हुन्छ भने सानो होइन मूल्याङ्कन किन? हिजो रुपियाँ आज डलरको भाउमा चाहिँ कन्भर्ट हुँदैछ भने यसलाई कम भन्न मिल्छ यसलाई? त्यसैले गर्दाखेरि यता मैले फेरि पनि भने डलर त हामीलाई यसै पनि त डलरै भनेकै छ नि त। अहिले तपाईँले हालेको भिडियो तल आयो दलितको नामको डलरै भनेर त लेखेकै छ नि त। अहिले पछि त तपाईँलाई थारू देख्न बित्तिकै भारू भन्ने, मधेसी देख्न बित्तिकै बिहारी भन्ने, दलित देख्न बित्तिकै डलरै, म त डलरै नै हुने, मेरो भाउ त डलरमै छ नि, मेरो भाउ त त्यो उच्च नै छ। त्यसैले गर्दा तपाईँले अहिले भनेको जस्तो हामी उतापट्टि हुँदाखेरि ठुलो थियौँ होला, यतापट्टि कन्भर्ट हुँदाखेरि सानो जस्तो देखियो होला। उतापट्टि रुपियाँ 1 लाख थियो होला, यता 60,000 डलर भयो होला, तर यसको भाउ डलरमा छ, यसको भाउ धेरै माथि। तपाईँले अहिले भनेको जस्तो